हेलो साथीहरू, वेलकम टु माई मेन ब्लग। आज चाहिँ म कसरी लाली गुराँस बनाउने भन्ने बारेमा हजुरहरूलाई सिकाउन गइरहेछु। पहिला चाहिँ A4 साइजको पेपर लिने, त्यसलाई यसरी ट्रायङ्गल आकारमा फोल्ड गर्ने है त साथीहरू। राम्रोसँग बराबर हुने गरेर यसलाई फोल्ड गर्ने। अनि यो बाँकी भएको पेपरलाई यसरी कट गरेर फालिदिने है साथीहरू। काट्दाखेरि चाहिँ एकदमै सिधा हुने गरेर काट्नुपर्छ। बाङ्गो टेढो भयो भने राम्रो हुँदैन। एकदम सिधा हुने गरेर काट्ने है साथीहरू। त्यसपछि यो काटेको पेपर यस्तो भयो है साथीहरू। यसलाई पनि फेरि यसरी फोल्ड गर्ने। बराबर हुने गरेर यसरी दुवैतिर बराबर हुने गरेर यसरी यसलाई फोल्ड गर्ने है। यसलाई फोल्ड गरिसकेपछि हामीले फेरि यसलाई पनि काट्न सक्छौँ है साथीहरू। यसलाई पनि दुई भागमा काट्न सक्छौँ है। काट्दाखेरि एकदम ध्यान दिएर काट्नु होला। बराबर हुनुपर्छ। यो काट्दाखेरि बराबर भयो भने मात्रै राम्रो हुन्छ, होइन भने राम्रो हुँदैन। यसलाई पनि काट्ने। यो काटिसकेपछि यसरी दुईवटा निस्क्यो है। यो दुईवटालाई पनि फेरि एउटा लिएँ है मैले। यो एउटालाई पनि फेरि यसरी फोल्ड गर्ने। फेरि यसरी बराबर हुने गरेर यसलाई पनि फेरि फोल्ड गर्ने। यसलाई फोल्ड गरेपछि पनि फेरि काट्ने है साथीहरू। यसलाई पनि काटौँ। यसलाई पनि हामीले काटेर दुईवटा निकाल्यौँ है। यसलाई अब फेरि फोल्ड गर्ने। फोल्ड गर्दा यस्तो भयो है, हेर्नुहोस्। फेरि यस्तोलाई पनि हामीले यसरी फोल्ड गर्ने। अर्को पनि यसरी फोल्ड गर्ने। हेर्नुहोस् त, यस्तो भयो। एउटा दुईटा यसरी फोल्ड गर्ने है। यस्तो भयो है। यो हामीले जुन फोल्ड गरेको भाग छ नि, यसलाई चाहिँ हामीले बिस्तारै यस्तो गरेर बिस्तारै यस्तो गरेर हामीले यसलाई फुकाइदिने। फुकाइदिएर यस्तो गर्ने यसलाई। अर्को साइडकोलाई पनि बिस्तारै यसरी फुकाइदिने। फुकाइदिएर यसलाई पनि बिस्तारै यस्तो गर्ने। यस्तो